तपाईँको जब कुरा इन्कमको, पार्ट टाइम जबको र अरू यो तपाईँको पैसाको आउँछ नि, अनि जहिले पनि तपाईँको के हुन्छ कि अ, ब्याचलरभन्दा नि मास्टरवालाहरूको अलिकति एडभान्टेज राम्रो हुन्छ के। अब ब्याचलरमा आउनुभएछ तपाईँले अर्को वर्षको फी पनि तिर्नुपर्छ। अनि आफ्नो अब खाने, बस्ने सबै म्यानेज गर्नुपर्यो होइन। अब फी तिर्नै सक्दैन भने त्यस्तो कुरा पनि हुँदैन के। फी पनि तिर्न सकिन्छ। तर अब अलिकति त्यही हिसाबले जबहरू गर्नुपर्यो। आफ्नो टाइमहरू त्यही हिसाबले अलिकति मेन्टेन गर्नुपर्यो होइन। अनि फी तिर्नको लागि ल ठिक छ, फी तिर्नको लागि सकिन्छ। तर अब त्यो स्टडी पिरियडसम्म तपाईँले अब घरमा म अलिअलि पैसा पठाउँछु होइन, त्यो चाहिँ अलिकति सम्भव छैन के। हो, मास्टरवालाहरूलाई किन राम्रो छ भने 1 वर्षको कोर्स हुन्छ तपाईँको। अब 1 वर्षको कोर्स हुन्छ, अब 1 वर्षको कोर्समा के हुन्छ कि अलरेडी नेपालबाट पैसा तिरेर आएको हुन्छ होइन। चाहे त्यो प्राइभेट कलेज होस्, अब पब्लिकमा त खैर पैसा तिर्नु पर्दैन, पैसै लाग्दैन। त्यसको त कुरा अब छुट्टै भइहाल्यो होइन। प्राइभेट कलेजमा पनि अब जति लागे पनि प्राइभेट कलेजको फी पनि हाई हुन्छ इभन होइन। 10,000 युरो हुन्छ के अलमोस्ट। अनि त्यो तिरेर आएकै हुन्छ कि अलरेडी जति म भए पनि। अनि अब यहाँ आएर के गर्ने त अब पार्ट टाइम जब गरे पनि या अलिकति एक्स्ट्रा आवर पाइहाल्यो। त्यही अब हाम्रो हुन्छ नि हातमा दिने पैसा अब त्यो हिसाबले पाइहाल्यो भने तपाईँको सजिलो हुन्छ क्या मास्टरवालाहरूलाई। मस्त अब आफ्नो कलेज हुन्छ, काम गर्दै जाने, कलेज गर्दै जाने होइन। अनि त्यसपछि तपाईँको के हुन्छ कि त्यो पैसाहरू अब आफ्नो अ, यहाँ खान, बस्न अनि त्यसपछि तपाईँको त्यो अलिअलि घरमा पठाउन सबै मिल्छ। अब फेरि मास्टरवालाहरूलाई अर्को एउटा टेन्सन के हुन्छ कि अब 1 वर्षको कोर्स हुन्छ होइन। अब त्यो एपिएस लिएर अब 1 वर्षको कोर्सपछि त एपिएस पाउँछ नि। अब एपिएस लिएर भिजा चेन्ज गर्नुपर्छ होइन। वर्किङमा भिजा अब ठिकै छ, भिजा यहाँ अलिकति ल्याङ्ग्वेजले गर्दाखेरि भिजा चेन्ज गर्न अलिकति गाह्रो हुन्छ। अब फेरि त्यो त्यो कुरा छुट्टै छ। अब आएर विभिन्न धेरै बाटोहरू खुलिहाल्छ क्या, त्यो कसरी यहाँ लङ टर्म स्टे गर्ने, के गर्ने भनेर धेरै बाटोहरू खुलिहाल्छ। त्यसको लागि त टेन्सन छैन। मेन मैले भन्न खोजेको ब्याचलरभन्दा मास्टरमा धेरै सजिलो छ क्या। कुनै पनि यो फ्रान्स मात्रै होइन, युरोपको कुनै पनि कन्ट्री होस् या अरू पनि कुनै पनि कन्ट्री होस्, त्यहाँ ब्याचलरभन्दा नि मास्टरवालालाई एकदम सजिलो छ। अब यस्तो छैन कि अब ब्याचलरमा आउँदै नआउने, त्यो पनि छैन। ब्याचलरमा आएर पनि तपाईँ ब्याचलरमा मेन कोसिस गर्नु पब्लिक युनिभर्सिटीहरूमा आउनलाई। किनभने पब्लिक युनिभर्सिटीमा आउन सक्नुभयो भने तपाईँको फी एकदम हुँदैन, फी लाग्दैन। अनि फी नलागेपछि तपाईँले अब त्यो लोन-सोन लिएर आउने झन्झट हुँदैन होइन। आफ्नो त्यो हुन्छ नि अब लोन नभएपछि एउटा टेन्सन हुँदैन के, मैले घरमा यति पठाउनै पर्छ, त्यति पठाउनै पर्छ भनेर टेन्सन हुँदैन। अब त्यसमा पनि अब तपाईँले पार्ट टाइम जब गर्नुभयो भने पठाउन नसक्ने केही पनि हुँदैन, पठाउन सकिन्छ, अलिअलि पठाउन सकिन्छ। आफ्नो स्टडी गर्न सकिन्छ होइन। अनि त्यसपछि पब्लिक युनिभर्सिटीमा तपाईँको अब त्यो ल्याङ्ग्वेजहरू पनि जे होस् क्लासहरू मैले सुनेको मजाले सिकाउँदो रहेछ अनि हुँदो रहेछ। अब त्यो तपाईँको ल्याङ्ग्वेज यहाँ आएर ल्याङ्ग्वेज इम्प्रुभ भइहाल्यो भने जे होस् फ्युचरमा पनि राम्रो हुन्छ के। अनि प्राइभेट युनिभर्सिटीमा पनि हुन्छ तर तपाईँले त्यो ब्याचलर प्राइभेट युनिभर्सिटीमा अलिकति म्यानेज गर्न सक्नुहुन्न कि। ब्याचलर अब 8,000 कमसेकम फी हुन्छ होइन ब्याचलरको पनि। अब 8,000 फी भएपछि तपाईँले अब कति आफ्नो अब खर्च कटाएर होइन, अब सेभिङ गरेर कलेजलाई दिएर घरमा पनि अब लोन लिएर आएको हुन्छ, घरमा पनि पठाएर त्यो सबै सम्भव हुँदैन कि। अलिकति म्यानेज गर्न सम्भव हुँदैन भनेपछि त्यो गर्नै सकिँदैन, त्यो पनि छैन। अब स्ट्रगल हुन्छ, गर्न सकिन्छ। त्यसपछि फेरि अब ब्याचलर सकिन्छ, ब्याचलर सकेपछि फेरि लाइफ त्यस्तै राम्रो हुन्छ। किनभने अलरेडी लङ टर्म स्टे भइसकेको हुन्छ, सबै सबै कुरा बुझिसकेको हुन्छ होइन। राम्रो हुन्छ, नहुने होइन, त्यो पनि राम्रो हो। तर अब त्यही हो, सुरुमा मैले भन्न खोजेको ब्याचलर भन्दा नि मास्टरवालाहरूलाई एकदम जे होस् सबै थोक म्यानेज गर्न एकदम धेरै राम्रो हुन्छ। केहीको बर्डन त्यस्तो हुँदैन के। कि मलाई यति पैसा सेभिङ गर्नु छ, मलाई यो कलेजको फी तिर्नु छ, मलाई घरमा पठाउनु छ, मलाई आफ्नो खर्च तिर्नु छ, कसरी कसरी हुन्छ त्यो केही कुराको पनि टेन्सन हुँदैन। अ